ल गुड मर्निङ एभ्रिवान। तयारी हुँदैछ है बाउ छोरो। आई एम रेडी आउनु अरे तगारो बन्ने त यो मोय हो के भिडियो बनाउँदाखेरि रेडी हुँदैछ अब यहाँ सब जाने हो। गुड मर्निङ एभ्रिवान है। अब चाहिँ डे 2 हामी चाहिँ अब मुक्तिनाथ दर्शनको लागि जान लाग्दैछौँ। हेलो मिस्टर प्रेम। ए म के हो आँखा त सानो सानो भएछ त। अक्सिजन कम भयो राति अक्सिजन कम भयो सास फेर्न सकेन रे अक्सिजन। अनि अरू ठाउँमा दिएर राख्यो होला अनि कहाँ पुग्छ त अक्सिजन। अक्सिजन अरू ठाउँमा दिएर राख्यो होला अनि कहाँ पुग्छ अक्सिजन कम भएछ राति राति हे 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 भएर अनि नआउँछ अरे। ल त्यहाँ हाम्रो परिवार छ सबैजना अलरेडी। अब जाने चाहिँ यता हो त्यहाँ माथि हो जाने चाहिँ त्यहाँ माथि टपमा। खै अहिलेसम्म तयार भएन तर आज मान्छे कम छ जस्तो लाग्यो। त्यहाँ माथि पहिला हामी त्यहाँ माथिबाट आएको आमा त्यहाँ माथिबाट त्यो थ्रोङ पासको त्यहाँ माथिबाट यस्तो त्यो पछाडिबाट आएर मुक्तिनाथ है। मुक्तिनाथ लिटल बोय गुड मर्निङ। गोरामा फसिँदै मिसिक्यो त्यहाँ छ्यामा पनि छ्यासिक्यो छ। स्विमिङ आला बाकी जरा ल अब जमजम ओइ कता हो के गर्न जाने हो? हाम्रो गाइड हो। गाइड सानो मान्छे सब साइलेन्ट छ त। कल्पन नर्सिल गाँसेर ल मुक्तिनाथ बाबाको दर्शन गर्न जाने हो। मुक्तिनाथ बाबा की जय की जय की जय। ले आडा र त्यहाँ माप्पा दिएर लगेको या बिस्तारै बिस्तारै मान्छे खासै भन्छ आज मान्छे छैन। आज घन्टी राख्छु बाबा खोल्छु। कम on टक्ले
प्रियंका खुवाइदिया ल ल जा जा जानु जानु प्याक छ प्याक फोटो खिच्ने ठाउँ रे यो चिसो ताइमा आमा चिसो ताइमा यहाँबाट चाहिँ यहाँ तल चाहिँ आगो बल्छ हुन्छ तल भएमा मुक्तिनाथ यो मुस्ताङ भयो अब सक्यो नि त अब फर्किँदै डुबुल्की लगाइयो अब फर्किँदै ब्याक टु आज कता हो आज मार्फामा खाना खाएर घोरेपानीको स्टे हो आज हाम्रो च्युटियन ब्रेड र तरकारी हो ओए मोबाइल राख पण्डित बाजे के खाएले यस्तो रोज चल्ने हो ओए बाइकमा जाने हो हुँदैन
कालु भान्जा त्यहाँ म चाहिँ बाइकमा जाने हो हामी चाहिँ बाइकमा जाने त्यहाँदेखि ल है राम्रोसँग जानुहोस् ल फेरि भरे पनि लेकतिर जाने हो ल चढा हावाले साह्रै गर्यो हामी अब धुम्ब लेक आइसकेका छौँ अति हावा छ बोलेको सुनेको छैन होला जस्तो लाग्छ मलाई तर भ्यू चाहिँ अति दामी है हारा फुसाइ हुनुहुन्छ यहाँ Dhumba Lake is here. We are here. माछा नि रहेछ है फिस फुल फ्लावर पहेँलो पहेँलो फ्लावर यस्तो मजाले फुलिरहेछ यस्तो दामी फुल फुलिरहेछ खसी के को काँड हो हावा चाहिँ त्यस्तै चलेछ हेलो खै माछा माछा नि रहेछ है जस्तो खै माछा भनेको ठिक छ
This is Thumba Lake. सारा चलेको आयो आयो क्यामेराम्यान ल ल अब जाने हो ढुम्बा लेक नि हेरियो बाइ बाइ खाना खाने ठाउँ चाहिँ यो है र रोटी खाँदै हुनुहुन्छ हाम्रो फुसाइ चाहिँ बियर विथ बियर होइन ल भात खाने अनि ब्याङ्ग जाने होइन ल कहाँ जाने हो भनेकै मान्दैन कस्तो छोरी हो हामी चाहिँ जानु लाग्यो दाइ चाहिँ यहीँ बस्नुहुन्छ काम गर्नु चाहिँ जाने है बाटो आइसेलु खै हिँड्छ टिभी त प्रश्न जाम अब आइसेलु नि खाइयो अब जाने होइन टन्नै आइसेलु पायो होइन ओ जाम गाडी यहाँ आइपुग्यो त्यहाँ रहेछ त्यहाँ घोरे पानी आइपुग्यो अनि यो चाहिँ हाम्रो रुम हो दुईजनाको बेड छ यहाँ है यताको बेड यो एट्याच बाथरुम छ यहाँ यो चाहिँ बाथरुम हो
ऊपर दामी छ है तेरै हो तेरै रोटी कसो छ खाना यो कसको हो त रोटी एउटालाई मात्र भन्या हो जुच्चा ओइ ल ल ओइ चौ ओइ मेरै छैन त कसरी हाल्ने आगो ताप्दै सबैजना न्यानो भए कल्पना आजको डे पनि सक्यो होइन सेकेन्ड डे पनि सक्यो अब सुतम शुभरात्रि गुड नाइट भोलि बिहान भेटौँला नेक्स्ट भिडियोमा भेटौँ 4 बजे भोलि बिहान नेक्स्ट भिडियोमा भेटौँ पानी धेरै पऱ्यो खै देख्दैन ल 442 भइसकेछ जानुपर्छ यसको हाई गुड मर्निङ एभ्रिवान अब हामी चाहिँ पुन चढ्न लागेको अति जाडो छ पानी नि सिमसिम पानी परिरहेछ आई विस राम्रो हुन्छ क्लाइमेट बिहान माथि गएर हेर्दा राम्रो हुन्छ मौसम के हुन्छ खुसाइ फेरि ओभर हिरो छ स्याट स्याट मौसम गडबड छ अरू भन्छ उसमा काशीपाटी त्यहाँ जाँदैछ त्यहाँ माथि हामी जाने आधी टोली त उताबाट गएछ अच्छा को हो कताबाट हो उताबाट पो आउँछ त हजुरहरू कहाँबाट आउनुभयो ए पोखरेलीहरू है यस्तो मान्छे हेर्दै खाइ लाग्दो रहेछ पोखरेलीहरू त यता हेर्नु झन् च्याम्बा जस्तो अब कस्तो यी के लौरे हो हजुर चाहिँ ल यस्तोहरू जाँदैछौँ हामी यस्तो मजाको चराहरू फरक आमो ओ आमो ओ फसाइ फसाइ थकाइ लागिरहेछ हेलो कस्तो भइरहेछ पुनिलको यात्रा लागिरहेछ मौसम अलिक खराब छ होइन हामीभन्दा गोरनीहरू अलिक धेरै हिँड्नु सकेको छ कि कोही त हिँड्न सकेको छैन कोही त पछि हामी त अगाडि हामी कपडा धेरै लाएर हो क्या गुराँस है पिङ्क कलरको यस्तो नजिक हुन्छ यो पालि गुराँस अलिक फुलेको छैन त्यही भएर खासै गुराँसहरू देखेन अदरवाइज यो पुरै जङ्गलै गुराँसको हो ओभर दामी देख्छ है गुराँस छैन यही हो गुराँस बाटोमै पुरै गुराँसको जङ्गल मौसम चाहिँ ढुसिया अँधेरो के
ओइ अँधेरोमा आयो त Expectation versus reality. This is reality. लचिङ्गु मौसमले घात गर्यो अब लेट्स गो जाने अब पोखरा मौसमले यस्तो भयो हेर्नु पाएन त्यो आयो गयो गुराँस नि नरहेछ फोटो सेसन गर्यो अब केही देखेन केही देखेन खोइ के फरेसुल चम्माला यहाँ ल सबैजना आएकोहरू हामी अब जाने लेट्स गो आथो चिया हैन तलै खाने कि ठिकै हुन्छ यहाँ ढिलो हुन्छ सबैजना फर्किँदै गुराँस चाहिँ गुराँसको जङ्गल छ तर यो वर्ष गुराँस फुलेन ब्याक टु होटेलतिर जाने ब्रेकफास्ट गर्ने अनि ओइ त्यहाँ रहेछ गुराँस अलिअलि त्यहाँ रहेछ गुराँस देखा यस्तै देखा नि यसरी ल छ्यास्यो बाफे वा हाम्रो गोरा गुरुङ गोरा मान्छे भोटिनी मान्छे क्या बनिला त त्यो बासला ल तल गोरे पानी पर्यो यो फेरि भेटौँला भयो अब फेरि भेटौँला भयो अब जाने हो मुन र आमा नि खिजीबारी Nasa pani wa tu te me udala. होटल बने वाला त नासा मुजुर नआए तो खाइ बने बतायो होटल होटलै यहाँ जाए होटलै खाना बेला उमी सुन्नु गयो तिर्ले बाहिर खाबा क्या ल कल गयो हेलो टाढाबाट भयो खानी खानी धेरै हो ताइकेमा
चिया दिया भाइ सुन चिया न अलग काय दिए ब्रेकफास्ट हान्ने Prende di vez. Tale kimi di la. English sir. टिबेटियन ब्रेड तरकारी अनि अन्डा ब्ल्याक टी ल अब जानी अब घरे पानीले बाई बाई पोखरा जाने अब होटेलमा बसेको हामी दाल भात 24 आवर दाल भात आइने बाबू ये मत दाई बिला फोटो खिच्नु के बाबू यहाँ के कोला यता जाने हो यताबाट आउने हो हामी चाहिँ आज जाने पनि यतैबाट भएछ खासै यताबाट गान्द्रुकहरू टाटापानी अनि एबिसी जाने बाटो चाहिँ यता हो यहाँबाट तल जानुपर्छ गुरुङ हामी बसेको होटेल चाहिँ यही हो ल अब शुभयात्रा सबैजनालाई अब जाने फोक्रेस्यो खाजा दिने बेलामा बाई बाई गोरे पानी गोरे हान्दै बाई बाई गोरे पानी भयो गलेश्वरमा आइपुग्यो अनि पुरै ढुङ्गामाथि छ है यो चाहिँ यो मन्दिर चाहिँ जुत्ता नि खोल्नुपर्छ होइन यहाँ त जुत्ता खोलेर जानुपर्छ फेरि ए ढोक्न यार सबलाई ढोक्ल उल्टु रहेछ त यो त उल्टु पो ढोक्या त कृष्ण भगवानको कृष्णको यताको राम रहेछ उता कृष्ण त हनुमान सबै एउटैमा रहेछ यो मन्दिरमा सबै विष्णु भगवानको रूप रहेछ कृष्णको पनि रहेछ यहीँ रहेछ त्रिशुल छ कि सबै हेरेको हेरे खुद्रो यो बेलामा स्विङ रहेछ क्या होइन हेर्ने हुन्न कपडा खोलिदियो क्या त्यसले
अब थोरै चिसो खाइहाल्नु पर्यो चिसो खाने हो काका नि खानु क्या त निका निका 1 2 3 ओए सुफाइम हो क्या वा क्या त भन्नु तल पुग्यो यहाँ लैयो भन्दैन कोखनै यो जमा यो तारमा कोखनै भे कहाँ पुग्यो के तलवारीमा माथि आउँदा रहेछ ल हुन्छ राखिदिनु ल आइपुग्यो हामी सक्यो आजको भ्रमण हाम्रो 3 दिने भ्रमण पनि है 3 दिने भ्रमण कस्तो भयो फुसाइ समाप्त भयो एकदम रमाइलो भयो परिवारसँग आयो भगवानको आशीर्वादले सही सलामत घरमा आइपुग्यो यही जाति हाम्रो राम्रो छ है ल परिवारसँग यात्रा सफल भयो खुसी लागिरहेछ ल ती भन्दै बिदा हुन चाहन्छु धन्यवाद सबै पक्लाक पुक्लु त्यहाँदेखि यो नभन मात्रै याद दिए ल एउटा 34 मा हिसाब गरेर